घरको बानी घिउ चाहिँ कुन बट्टामा हुन्छ भनेर हजुरहरूलाई भनिराख्नु पर्दैन। सो त्यसपछि चाहिँ घिउ निकालेर मैले तावामा हालेँ, त्यसपछि रोटी पनि फर्काएँ अनि लगाएर आमालाई दिएँ। सुरुको रोटी चाहिँ आमालाई लगाएर दिएँ। आमा चाहिँ केही नगरिकन बस्नै सक्नुहुन्न, सो बारीमा केही काम गर्दै हुनुहुन्थ्यो अनि मम्मी पनि यता बुन्दै हुनुहुन्थ्यो। सो मैले मम्मीलाई पनि लगाएर दिएँ, फेरि थपिदिएँ। त्यसपछि चाहिँ अब मेरै पालो थियो खाने र म चाहिँ एकदम मक्ख परिरहेको थिएँ, मेरो पालो पनि आयो खाने भनेर। सो कोदोको रोटी चाहिँ एकदम मिठो भएको थियो, एकदम टेस्टी थियो। त्यसपछि चाहिँ म आफ्नो कामतिर लागेँ। मेरो चाहिँ सानो स्मल बिजनेस छ र त्यसैको काम गरेँ। त्यसपछि फेरि छिमेकी आन्टीले चाहिँ उखु खान्छौ भनेर सोध्नुभयो अनि मैले चाहिँ नाइ भनिनँ। त्यसपछि उखु ल्याएर मजाले बोक्रा फालेर चाहिँ उखु खान थालेँ। त्यसपछि फेरि नपुगेर मैले चाहिँ मेवा टिपेँ। त्यसपछि मेवालाई तासेर मजाले तासेर पखालेर काटेर सबै गरेर चाहिँ मैले मम्मीलाई दिएँ। त्यसपछि आफूले पनि खाएँ। एकदम मिठो थियो। यो चाहिँ चिनी हालेको भन्दा पनि गुलियो थियो यो मेवा चाहिँ। त्यसपछि अघि नै खाजा खाएको भाँडा माझ्नै बाँकी थियो, त्यसलाई चाहिँ मैले माझेँ। त्यसपछि फेरि आफ्नो कामतिर लागिहालेँ। आजको लागि यति नै हो मेरो भ्लग। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गर्न नबिर्सिनु होला।